फ्रेंड्स वेलकम बैक माई यूट्यूब चैनल। आई अब सबैजना सन्चै हुनुहुन्छ होला भनेर आज चाहिँ म मसँग यहाँ आँप छ, मसँग चाहिँ यहाँ आँप छ। मैले यहाँ आँपको के बनाउन लागिराखेको छु भन्ने कुराहरू चाहिँ अब यस्तो आँपहरू देखेर पनि थाहा भइसक्यो होला हजुरहरूलाई। पुरा भिडियो हेर्नु होला, म के बनाउँछु भनेर थाहा हो। आँप छिल्दैछु प्याज निकालेर मैले। अब यसलाई मैले सबै छिलेर भ्याएपछि घाममा सुकाइदिनुपर्छ 1 घन्टा। अब आँप काट्दैछु म यो हावा हुरीले झराल्दिएर सबै आँप जति बुट्टाको केही छैन अहिले। त्यही झराल्दिएको आँप चाहिँ म यहाँ सदुपयोग गर्दैछु झरेको आँपको। जस्तै भिडियो बनाउन आउँदैन, बोल्न आउँदैन साथीहरूलाई, जस्तो जानिन्छु त्यस्तै बनाउने कोसिस गर्छु। माया गरिदिनु होला। धेरै मसिनो चाहिँ काट्नु पर्दैन है साथीहरू। यसलाई अलिक कलिलो कलिलो पनि छ, त्यस्तो खोया पनि पसेको छैन यो आँपमा। अनि ठुलै काटेर अनि 1 घन्टा जति घाममा मजाले सुकाइदिन्छु। घाम त्यस्तो चर्कोला घाम मजाले सुकाइदिएर अनि त्यसपछि पकाउँछु यसलाई मैले। रोटीसँग खानलाई मिठो हुन्छ यो, रोटीसित राम्रो लाग्छ। बनाएर राखेपछि मेरो बाबुलाई पनि एकदम मनपर्छ। यो त फर्स्ट टाइम बनाउँदैछु यो वर्षको चाहिँ। अलिक पछि चाहिँ आँप छिप्पिएको हुन्छ अनि त्यसपछि अझै राम्रो हुन्छ। भिडियो हेर्दै गर्नु होला है साथीहरू। जोड्नेछु फेरि साथीहरू। मैले अहिले चाहिँ काटेर भ्याइसकेँ। अब 1 घन्टाको लागि मैले यत्तिकै टक्क लगाएर घाममा राखिदिन्छु। अनि घाममा सुकेपछि फेरि बनाउँछु। साथीहरू म यहाँ फर्सीको मुन्टा टिप्न आएको छु तरकारी पकाउनको लागि। अब आउनु फर्सीको मुन्टा टिप्न आउनु। हाम्रो यहाँ बारीमा फर्सीको मुन्टा यस्तो मजाले छ। अब म एक टिपेर तरकारी पकाउँछु। यहाँ बल्ल एउटा फर्सी चाहिँ निस्किया रहेछ है। बढी बारी यस्तो छ यहाँ। हजुर काँक्रो फले खान्। यहाँ लौका पनि निस्किया छ एउटा है। ए इत्र कता खान्। कहाँ छैन खै छैन खै कत्रो काँक्रो छ भनेको। ए काँक्रा त ठुलो है। यहाँ लौका फले छ, यहाँ काँक्रा फले छ। यो टिपे हुन्छ समात्नु त यो साग। यो त टिप्दिउँ एउटा हातले टिप्न मिल्न पर्यो नि। ओ त्यहाँ पनि छ धेरै अझै। ए पहेँलो भए त यहाँ मिल्न पर्यो नि। अहिलेसम्म फलेको मध्येको सबभन्दा ठुलो त यही हो नि। किनेर खाएर भयो, मिक्सी खाएर फलेर खाएको त छैन नि त अहिलेसम्म त। न म फर्सीको मुन्टा टिप्न जाँदै गरेको मान्छे। हाम्रो बारीमा फलेको प्याज यहाँ कार्टुनमा सानो ठुलो छोटा राखेको।
यहाँ आँप सुकेर रेडी भइसक्यो। म यहाँ बनाउन लाग्छु। अब यहाँ मसँग छ रातो खुर्सानी, जिरा, अब आँप पनि राखिदिनु। यसलाई चलाउँदैछु। यसलाई मेरो कराई अलिक सानो भएछ होला, हटाएन अलिक घट्छ एकछिनमा घट्नलाई। अब यसलाई मजाले नुन बेसार राखेर पकाएर स्वाद अनुसार नुन राख्नु, अलिकति बेसार, अब त्यो सबै चलाएर त्यहाँ ग्यास पारेर एकछिन ढाकिदिन्छु। यस्तो मजाले पाक्दैछ साथीहरू। अब यसमा यहाँ म ट्याक्क चिनी रेडी गरेर राखेको छु। मिठो मिठो मुरब्बा। यो वर्षको आँपको फर्स्ट टाइम बनाउँदैछु म। एकदम मिठो मिठो हुन्छ। अब यतिको भइसकेको छ। अब यसमा मैले चिनी राखेर फेरि चिनीलाई पकाउँछु। टक्क मसँग यहाँ चिनी छ, भेली भयो भेली पनि हो। अब यहाँ मसँग भेली नभएको भएर अलिक चिनी राखेर बनाउँदैछु। अब यो राखेर एकदम मजाले पकाएपछि यस्तो मजाले चिनीको चास्नी आएको छ। यस्तो चिनी अब यो पुरा पकाएर अनि रेडी हुन्छ। यो बल्ल फाइनल्ली रेडी भइसक्यो साथीहरू मुरब्बा। अब यसलाई चिसो बनाएर अनि डब्बामा राखेपछि 1 हप्ता 10 दिनसम्म केही हुँदैन, मजाले खाना हुन्छ। आजको लागि भिडियो यति नै। बाई बाई। फेरि लिएर आउनेछु नेक्स्ट भिडियो। माया गरिदिनु होला भिडियोलाई।